तपाईँहरूलाई तपाईँको भिजा लागेकोमा धेरै धेरै शुभकामना। सो तपाईँहरूले चाहिँ आफ्नो नाम भनिदिनुहोस् होइन, अनि त्यसपछि तपाईँको कुन कन्ट्रीको भिजा लागेको त्यो पनि भनिदिनुहोस् न। 私の名前は岡出リチャです。私の名前はサハリピカです。私の名前はビシタラチカです。私の名前はサイリピナです。 सो तपाईँहरूको कुन कन्ट्रीको भिजा लागेको? जापान। सो म तपाईँहरूलाई चाहिँ एक एकजना गएर क्वेसन सोध्छु, त्यही अनुसार एन्सर दिनुहोस् न है। सो तपाईँले ओभरअल भिजा प्रोसेस गर्दाखेरि तपाईँले कुनै डिफिकल्टिजहरू फेस गर्नुभयो कि नै? त्यस्तो डिफिकल्ट चाहिँ केही सिम्पल नै छ, साधारण नै थियो। कति महिना जति लाग्यो होला होस् ओभरअल प्रोसेस गर्दा? 6 months. 6 मन्थमा सबै भ्याउनुभयो, ल्याङ्ग्वेजदेखि पढेर प्रोसेस गरेर सबै। सो अर्को क्वेसन चाहिँ रक्सिकालाई होइन, तपाईँले चाहिँ यो रियलिस्टिक कन्सल्टेन्सीबाट गर्दाखेरि तपाईँलाई यो कन्सल्टेन्सीको बारेमा कसले रिफर गर्यो? म चाहिँ सोसियल मिडियाको थ्रुबाट आएको, अनि मेरो यहाँभन्दा अगाडि साथीहरू दाइहरूले धेरैले एप्लाई गर्नुभएको थियो। 100% भिजा पनि आयो उहाँहरूको, मेरो नि आयो भिजा 100%। सो नेक्स्ट क्वेसन विकर्णको लागि होइन, तपाईँको भिएफएक्स गर्दाखेरि पासपोर्ट एम्बेसीमा गएपछि तपाईँको कति दिन पासपोर्ट आयो? 10 दिनभित्र। 10 दिनभित्र आयो होइन। तपाईँको सिओई आएपछि भिएफएक्स गर्दाखेरि तपाईँको पासपोर्ट जान्छ होइन, अनि पासपोर्ट गइसकेपछि तपाईँलाई एम्बेसीबाट कल आउने चान्स हुन्छ 3 दिनसम्मको लागि है। अनि तपाईँ त्यो इन्टरभ्यू कलको लागि चाहिँ कसरी प्रिपरेसन गरिराख्नु भएको थियो? हाम्रो सिओई आउने बित्तिकै सानसानो दिनमा 3 घन्टा इन्टरभ्यू क्वेसनहरू प्र्याक्टिस गरिराख्नु भएको थियो। अनि यदि एमबिसीमा पढे पनि हामीले पास गर्न सक्ने क्षमता चाहिँ थियो हामीमा। क्वेसन चाहिँ रितिकालाई होइन, सो ओभरअल जापानको प्रोसेस गरेपछि तपाईँलाई आफ्नो हुन्छ नि त, मान्छेले जापानमा यो सिटीमा जान्छु भन्ने हुन्छ एउटा इच्छा होइन। सो तपाईँको त्यो सेटिस्फ्याक्सन लेभल तपाईँले भनेकै सिटीमा भयो कि भयो? मैले म्यामलाई फर्स्टमा नै ओसाका गरिदिनु भनेको थिएँ, म्यामले ओसाका नै गरिदिनु। सो तपाईँको सुरुमा भनेको ओसाका नै भन्नुभयो सिटी, त्यसमै भयो। सो अर्को क्वेसन भनेको चाहिँ रक्सिकालाई होइन, सो ओभरअल एक्सपेक्टेसन अफ आवर कन्सल्टेन्सी है, तपाईँलाई कस्तो लाग्यो? स्टाफहरू, म्यामहरू, सेन्सेहरू, इभन दिदी पनि कस्तो थियो? मलाई चाहिँ एकदमै राम्रो लाग्यो। यहाँको स्टाफहरू पनि एकदम फ्रेन्डली, हेल्पफुल, अनि म्याम पनि एकदम आयो भने फ्यामिली जस्तै। सो अर्को क्वेसन चाहिँ विपनालाई होइन, सो जब तपाईँले भिजा आयो भनेर थाहा पाउनुभयो, तपाईँको भिजा लाग्यो भनेर थाहा पाउनुभयो होइन, तपाईँले सुरुमा चाहिँ कसलाई सुनाउनु भयो? मम्मीलाई सुनाउनु भयो। हजुर यहीँ हुनुहुन्थ्यो कि घर जानुभएको थियो? यहीँ हुनुहुन्थ्यो। थ्याङ्क यू। सो कङ्ग्रेचुलेसन तपाईँहरूलाई। सो तपाईँहरूको कुन कन्ट्रीको भिजा लागेको एन्ड तपाईँहरूको आफ्नो सेल्फ इन्ट्रोडक्सन दिनुहोस् न है। 私の名前はジョンチュルです。ジャパン語ビザラインです。はじめまして、私の名前はケソコモです。うちはアンサンです。今、カトマンに住んでいます。どうぞよろしくお願いします。मेरो पनि जापानको भिसा लाग्यो। हजुर दुवैजनाको जापानकै भिसा लाग्यो। कुन सिटीमा लागेको हजुरको? ओसाकामा। सो तपाईँहरूलाई चाहिँ म एउटा गरेर क्वेसन सोध्छु ल। सुरज, तपाईँको ओभरअल जापानको प्रोसेस गर्दाखेरि तपाईँलाई कति मन्थ जति लाग्यो? 6 months. 6 मन्थ जति लाग्यो। अनि केशव है, मेरो क्वेसन अर्को केशवलाई चाहिँ ओभरअल यो भिजा प्रोसेस गर्दाखेरि तपाईँको एक्सपिरियन्स कस्तो थियो? एकदम सजिलै भयो। म्याम आर्य म्यामले सेन्सेले हजुरले एकदम सजिलै हो। मलाई त्यो टेन्सनै भएन, किनकि प्रिभियसली मेरो युएस र अस्ट्रेलिया भिजा थियो र इन्ट्रेस्टमा आएको थियो मेरो भिजा आउँछ आउन, तर म्यामले नै सपोर्ट गर्नुभयो, हजुरले सपोर्ट गरेर मलाई टेन्सन थिएन। आरामले त्यस्तो गाली गर्नु त्यो डकुमेन्ट टाइममा आउनु पऱ्यो भनेर गाली गर्नु, तर चाहिँ डकुमेन्ट एकदम सजिलो हो। मलाई आनन्द भयो, त्यस्तै तनावहरू चाहिँ के टेन्सन भयो डकुमेन्टको विषयमा। सो अरू कन्ट्री हेरी जापानमा चाहिँ त्यस्तो अलिकति रस थिएन? त्यस्तो रसकै थिएन, सजिलो भयो। गाइड गरिदिनु प्रत्येक कुरा, त्यही भएर पनि सजिलो नै हो। सो तपाईँलाई चाहिँ यो कन्सल्टेन्सीको बारेमा कसले रिफर गरेको? साथीले पहिला यही कन्सल्टेन्सीबाट गएको थियो, उसले नै रिफर गरेको थियो मलाई। त्यहाँ जाऊ बुझ, सबै राम्रो हुन्छ भनेको थियो। सो त्यही भएर अहिले भिजा पनि लाग्यो हजुर। सेटिस्फ्याक्सन लेभल अब हुन्छ नि, मान्छेलाई जापान गएपछि यही सिटी गर्नुपर्छ, यही सिटी गर्छु भनेर हुन्छ नि, तपाईँको चाहिँ त्यो थियो कि थिएन? मेरो थियो भाइ, किनकि यही कन्ट्री भाइ गएको थियो।
अनि मलाई उसकै गएकोमा सेमसिटी जानु मन लाग्थ्यो म्यामले त्यो इजिली गरिदिएको एकदम सेटिस्फाइड छु मैले आफ्नो चाहेकै ठाउँमा अब एउटा फ्यामिली टाइपको हुन्छ नि भाइ छ नि त्यो एकदम खुसी नै छु एकदम सेटिस्फाइड नै छु त्यहाँ सो तपाईँको जब भिजा लाग्यो भनेर थाहा पाउनुभयो होइन तपाईँले सुरुमा कसलाई भन्नुभयो मैले फ्यामिलीको त्यो कुन मेम्बरलाई भन्नुभयो बाबालाई तपाईँ यही हुनुहुन्थ्यो कि घर जानु भएको थियो त म यही थियो लाइक कल गरेर भन्नुभयो फ्याक्स गर्दाखेरि तपाईँको पासपोर्ट जान्छ एम्बेसीमा अनि इन्टरभ्यूको कल आउँछ भन्छ नि होइन 3 डेजभित्र त्यसको प्रिपेरेसन चाहिँ कस्तो थियो त त्यसको चाहिँ हाम्रो चाहिँ साइन्सले चाहिँ एराउन्ड 3 घन्टाको चाहिँ क्लास दिन्थ्यो त्यसमा हामीलाई खान्जी अनि इन्ट्रोडक्सनहरू इन्टरभ्यूदेखि लिएर अनि काता गानाहरू सबै सिकाउनु भएको थियो एकदम मजाले राम्रो तरिकाले सिकाउनु भएको थियो इन्टरभ्यू परे पनि कुनै डर थिएन मलाई चाहिँ त्यसले गर्दा रेगुलर हामी 3 देखि 4 आवर पढिरहन्थ्यौँ यही क्लासमा त्यो भएर टेन्सन थिएन साइन्सले एकदम सपोर्ट गर्नुभएको थियो कसरी बोल्ने कसरी इन्ट्रोडक्सन गर्ने कसरी छिर्ने भन्ने प्रत्येक कुरा गाइड गर्नुभयो त्यही भएर भाइ त इन्टरभ्यू आए पनि त्यस्तो टेन्सन थिएन सो तपाईँको इन्टरभ्यू आए चाहिँ आएन आएन सो इन्टरभ्यू चाहिँ परेन है जापान जाँदा चाहिँ है मेन रोल मेन चाहिने पनि कुरा भने चाहिँ के हो मेन चाहिँ भाषा नै हो जस्तो स्टुडेन्टमा जाँदाखेरि चाहिँ N5 लेभलको चाहिँ पास गरेर ठिक सो जस्तो अरू कन्ट्री गर्दाखेरि चाहिँ आइएल्स पिटी डुओलिङ्गो गरेर हुन्छ जापानमा चाहिँ ल्याङ्ग्वेजमा चाहिँ सर्छ ल्याङ्ग्वेजमा मेन ल्याङ्ग्वेज सो के सबलाई चाहिँ ओभरअल रियलिस्टिक कन्सल्टेन्सीबाट होइन तपाईँको एक्सपिरियन्स कस्तो रह्यो मेरो एकदम राम्रो नै हो एकदम सेटिस्फाइड म जुन सुरुमा अब मेरो 2टा रिफ्युजल थियो म चाहिँ स्ट्रेसमा थिएँ के गर्ने मैले रिसेन्टली जब पनि छोडेको थिएँ अनि त्यसभन्दा अब चाहिँ के गर्ने तनाव थियो त्यो तनावको बिचमा चाहिँ भाइसँग भेट्यो भाइले चाहिँ रियलिस्टिक राम्रो छ दाइ सजिलो हुन्छ भने आएँ अनि म डकुमेन्ट बुझाएँ अनि इन्टरभ्यू पास भयो त्यसमा चाहिँ एकदम राम्रो नै भयो इजिली भयो सबै कुरा मलाई चाहिँ मेरो भिजा आउँछ चाहिँ लाग्यो नि पछि 2टा रिफ्युजल भइसकेको थियो अझ मलाई आशै थिएन जब सिओई आयो त्यसमा चाहिँ ढुक्क भयो अब चाहिँ सिओई भिजा नै आउँछ भनेर चाहिँ म ढुक्क थिएँ एकदम राम्रै लाग्यो सो तपाईँको ओभरअल एक्सपिरियन्स राम्रो नै भयो सो भिएफएक्समा तपाईँको पासपोर्ट गएपछि होइन तपाईँले कति दिनमा आफ्नो पासपोर्टमा भिजा लागेर आयो 10 डेजमा आएको थियो मेसेज अनि जस्तो हामीलाई जानु पनि परेन उता होइन एमएससीमा यही कन्सल्टेन्सीको नै ल्याइदिनु भएको थियो होइन अब आउने स्टुडेन्ट्सहरू जुन चाहिँ बाहिर जाने प्रोसेसको लागि सोचिरहेको हुन्छ है उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ सबैभन्दा पहिला आफ्नो डेस्टिनेसन फिक्स गर्ने कुन कन्ट्री जाने अनि त्यो कन्ट्री जाँदा रिक्वायरमेन्टहरू सबै हेर्ने यदि जापानै जानुहुन्छ भने चाहिँ मेन कुरा भनेको चाहिँ हजुर ल्याङ्ग्वेज नै हो कि अरू देशतिर जाँदाखेरि जस्तै अस्ट्रेलियातिर बेकरीहरू सिकाउँछ नि त्यो जापानमा त्यो आवश्यक छैन जापानमा मेन आवश्यक भनेको चाहिँ ल्याङ्ग्वेज चाहिँ जति सक्नुहुन्छ ल्याङ्ग्वेज हाम्रो बनाउनु त्यो सहज सजिलो चाहिँ त्यो ल्याङ्ग्वेज छैन भने चाहिँ उहाँ गएर गाह्रो छ त्यो भन्न चाहन्छु म मेन ल्याङ्ग्वेज एकदम फोकस गर्नुहोस् मजाले पढ्नुहोस् ल्याङ्ग्वेज नै रियलिस्टिकमा आएर पढ्नुहोस् त्यहाँदेखि चाहिँ एकदम राम्रो हुनुहुन्छ एकदम मजाले पढाउनुहुन्छ म त्यही भन्न चाहन्छु ल्याङ्ग्वेज एकदम मिहिनेत गर्नु ल्याङ्ग्वेजमा सो तपाईँहरूको फ्लाइट चाहिँ भोलि होइन त भोलि कति बजीतिर छ होला 11:25मा 1:25मा 1:25मा छ है सो अगेन कङ्ग्रेचुलेसन बोथ अफ यु होइन आई होप तिमीहरूले आफ्नो फ्युचर चाहिँ अब राम्रोसँगै डिसाइड गरेर बनाउँछौ थ्याङ्क यू म्याम